हमरे मन देखते आओ थी कि चाय बगान कर मजदूर मन कर दिनों दिन का स्थिति होते जाते। अधिकांश उत्तर बंगाल कर मजदूर मन कर वेतन के लेके दिनों दिन समस्या बढ़ते जाते। चाय बगान कर मजदूर मन के पूरा तो काम तो करवात है, लेकिन मजदूर मन के सही तरीका से वेतन नहीं मिलो थे। मजदूर मन कर इस समस्या के देखते हुए भी काले इमगर समस्या के नजरअंदाज कर जाते। आज एक बार फिर से जलपाईगुड़ी जिला अंतर्गत बागराकोट चाय बगान कर मजदूर मन आक्रोशित हुए के धरना में बैठले। प्राप्त जानकारी अनुसार मजदूर मन के 7 तारीख के पेमेंट देवे कर बात हुई रहला, लेकिन आज 12 तारीख हुए कर बाद भी एखन तक ले मजदूर मन के पेमेंट नहीं मिले। इकर से नाराज हुई के मजदूर मन ने धरना प्रदर्शन करला। साथ ही उमगर कहना है कि पीएफ कर पैसा भी जमा नहीं होवो थे, इके भी लेके घोर विरोध कर ले। मजदूर मन का कहना है कि हमार मांग जब तक पूरा नहीं हुई तब तक हमार आंदोलन इसने ही जारी रही। देखो पूरा रिपोर्ट। आज हामी यहाँ हाम्रो तलबको विषय लिएर बसेको यहाँबाट साइडमा अब बस्दैछौँ, किनकि अब हाम्रो 7 तारिकको तलब अहिलेसम्म हामीलाई दिएको छैन। आज 12 तारिक पुग्यो। सबैको घरमा अहिले यस्तो अवस्था खराब छ। अहिले हाम्रो टाइममा नदिनुको गर्दाले घरमा कति हामीलाई मतलब नुन भात भए पनि खाएर हाम्रो त जिन्दगी जाँदैछ, तर घरमा कति हाम्रो दुःख तकलिफ हुँदैछ। नानीहरूकोमा कति हाम्रो उयो कति हुँदैछ, पढाइ सढाइमा बहुत हामीलाई डजर हुँदैछ। त्यही लागि आज हामी यहाँ आएको। हामीले अरू केही होइन। आज 7 तारिकको तलबमा 12 तारिक पुऱ्यायो भने 22 तारिकको तलब फेरि कुन दिन दिला? 22 तारिकको तलब पनि त्यो छेउमा पुगिसक्यो हाम्रो। अन्त आज 7 तारिकको तलब अहिले आज पनि दिन्छ भने केही ग्यारेन्टी पनि छैन। तर हामीले त तलब चाहिँ कहिले दिन्छ त्यही हामीले भन्नु यहाँ सुन्नु चाहेको। र हामी यहाँ यत्रो मजदुर सबैजना आज भेला भएर आज हामी यहाँ बस्नु आएको र हाम्रो यो तलबकै गर्दाले नै हाम्रो यस्तो अड्किरहेको छ। पीएफ पैसा अहिले हाम्रो 7 महिना भइसक्यो होइन। 7 महिनासम्म हाम्रो आज पीएफ पैसा पनि बुझाएको छैन, काटेर अन्त त्यो पैसा अहिलेसम्म बुझाएको छैन। के गर्दैछ? एउटा सुक्खा तलब दिन्छ, त्यो तलब पनि हाम्रो टाइममा दिनु सक्दैन भनेपछि चाहिँ यो कम्पनीले चाहिँ के गरेको? मजदुरलाई खालि 8 घन्टा मात्रै काम लिँदैछ, तलब टाइममा दिनु सकेको छैन। त्यही लागि आज हामी यहाँ बगानमा के रिटायरमेन्ट दिँदैछ? रिटायरमेन्टहरू बस्नु अब उनीहरूको अहिलेसम्म दिएकै छैन। किन? रिटायरमेन्टको आज हात खुट्टा उनीहरूको कमजोर भइसक्यो, कतिजनालाई चोट लागिसक्यो, आँखाको कमजोरी छ। उनीहरूलाई पनि त घरमा बसेर उनीहरूलाई जिउ आराम हुन्छ। अहिलेसम्म उनीहरूलाई रिटायरसम्म अहिले चिठाहरू दिएको छैन। के गरेको? त्यस्तो रिटायरमेन्टहरूलाई त बसाउनु पर्ने। कसैको उनीहरू बसेर त उनीहरूको आफ्नो ग्याजेटी फोन पनि त उनीहरूलाई दुःखसुख काम गरेको 2 पैसा खानु सक्छ। भनेपछि बगानमा एम्बुलेन्स छ? एम्बुलेन्स पनि छ। एम्बुलेन्स पनि पास गरेको अहिलेसम्म छैन। एउटा त्यो भाडामा एम्बुलेन्स राखेको छ, त्यसको पनि त पैसा नदिनुको गर्दाले एम्बुलेन्स पनि छैन। होइन, यहाँ तपाईँहरूको त यहाँ एउटा हस्पिटल पनि बनाएको छ, के त्यो ओपनिङ भएको छैन? त्यो ओपनिङ भएको छैन। त्यो भइदिएको भए पनि त राम्रो हुन्थ्यो। अच्छा, भनेपछि तपाईँहरूको यो सब समस्या लिएर तपाईँहरू यहाँ आउनु भएको छ? हामीलाई बहुत दुःख छ। एउटा सुक्खा तलब धरि दिनु सक्दैन टाइममा। उनीहरूले 6 तारिक दिनु सक्दैन, आइतबार पऱ्यो भने 6 तारिक तलब दिनु सक्दैन भनेपछि उनीहरूले 12 तारिक चाहिँ किन पुऱ्याएको त? कसैको उनीहरूले एउटा आश दियो, ठिकै छ, शनिबार आइतबार छुट्टी पऱ्यो, सोमबार त दिनु पर्ने। उनीहरूले एउटा सुक्खा तलब पनि दिनु नसकेपछि चाहिँ हामीले चाहिँ कुन आशले हामी काम गर्नु? आज यो तपाईँहरू यहाँ गेटको प्राङ्गणमा आएर जुन प्रकारको धरना दिनुहुँदैछ, यो के कारण हो? तलब नपाएको हो कि पीएफ काटेको पैसा सठिकमा नपुजाएको हो कि न के हो यो विषय? धेरै कुरा छ बगानको विषय लिएर, धेरै कुरा छ। धेरै कुरो पाएको छैन। धेरै पहिला त पेमेन्टको विषयमा तलबै भयो, दोस्रो पीएफ बुझाएको छैन, तेस्रो उमेर पुगेकोलाई राखेको छैन, ग्रेजुटीको सिस्टम बनाएको छैन। धेरै कुरा छ। मान्छेले पाउनुपर्ने बेसिक जुन चाहिँ फन्डामेन्टल राइटको जो पाउने अधिकारहरू कुनै पनि सहुलियत पाएको छैन। र लेबर एक्टदेखि बाहिर भएर यो कम्पनीले काम गर्दैछ। त्यसैको विरुद्धमा आज यो सबै वर्कर्सहरू आज अफिस घेराउमा छ।